हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज कति सुत्नु, मेरो आजको सबै काम सकाएर चाहिँ म चाहिँ अब सुत्ने टाइममा एकछिन म चाहिँ अरू नै काम गर्छु भनेर एकछिनलाई मलाई चाहिँ व्यस्त हुनु मन लाग्यो होइन। त्यसपछि म चाहिँ 2 दिन अगाडिको कपाल नकोरे, 2 दिन अगाडि नुहाएको कपाल नकोरेर मजाले कोरेर होइन, कोर्नै 10-15 मिनट लाग्यो होला। कस्तो लट्टा भएको थियो है म चाहिँ। अनि मजाले आज चाहिँ मलाई 2 चुल्टी बाट्न मन लाग्यो क्या। अनि स्कुल पढ्दा बाट्न नआउने, बल्ल अहिले छोरीलाई स्याहार्दा स्याहार्दा छोरीको कपाल बाट्दा बाट्दा थोरै बल्ल अलिअलि सिकेर अब आज म आफ्नै कपाल बाट्न लागेको छु है। मलाई चाहिँ कस्तो आज 2 चुल्टी बाट्न मन लाग्यो कि कस्तो देखिँदो रहेछ भनेर होइन। तर सुहाउँदै चाहिँ सुहाउँदैन, अहिलेसम्म बाटे पनि छैन होइन। त्यही भएर म चाहिँ आज हेर्दै जानु होला लास्टसम्म है त। अनि कहिलेकाहीँ यसो कस्तो रमाइलो लाग्ने क्या, त्यसै एक्लै हुँदा नि होइन, आनन्द लाग्ने। अनि म चाहिँ कस्तो देखिन्छ भनेर म चाहिँ यसो 2 चुल्टी बाटेँ है, तर लेबन्टिक नै भेट्टाइनँ। अनि म चाहिँ मुखसुख धोएँ। अनि त्यसपछि काम सकेपछि चाहिँ कति सुत्नु है, ज्यान मोटाइसक्यो थोरै थोरै गरेर पनि होइन। अनि त्यसपछि यसो म आज म चाहिँ सुनिसा क्रिम, अब यो क्रिमको के भन्छ, यो क्रिमलाई त्यो लाउँदैछु होइन। यो चाहिँ मैले अनलाइनबाट मगाएको, तर खासै लगाएको थिएन। कहिलेकाहीँ चाहिँ लाउँछु होइन, पसिना आउँदो नै छ। अनि कहिलेकाहीँ यसो घर बस्दा लगाइदिन्छु होइन। अनि यसो लगाइदिएँ मैले क्रिमहरू पनि। क्रिमको यत्रो मेकअप गर्ने मान्छेलाई क्रिमको नाम पनि थाहा छैन है। म चाहिँ सनब्लक मात्र लाउँछु, पपाया सनब्लक होइन। एउटा घामबाट हुने मात्रै, त्यसै त काली छु झन्, काली न काली। अनि त्यसपछि म चाहिँ अब यस्तो मेरो टी सर्ट च्यातिएको नोटिस कसले गर्नुभयो है। मैले पछि देखिरहेको, तर केही छैन। गाउँघरमा बस्ने मान्छे त्यो लाज मान्ने भन्ने त कुरै छैन नि होइन। जो लाज मान्ने त्यो कहिले अघि बढ्न सक्दैन क्या। लाज भन्ने कुरो हटाएर एकदम होइन अगाडि बढ्नुपर्छ होइन। त्यही भएर म चाहिँ लाज भने मलाई चाहिँ केही कुरा पनि लाग्दैन होइन। लाज मान्नु पनि हुँदैन। दुई कुरादेखि लाज मान्नु हुँदैन, एउटा गरिबी अनि अर्को के भन्छ त्यो चाहिँ मलाई कन्फ्युज भएँ होइन। अनि त्यसपछि म चाहिँ आज सिन्दुर हाल्नु हुने थिएन। अनि म चाहिँ लिपस्टिकको लाउँदैछु, बिन्दु जस्तै होइन। अनि मलाई चाहिँ लिपस्टिक, टिका, सिन्दुर, पोते चाहिँ एकदमै फेभरेट हो क्या। त्यो चाहिँ म नलाइकन राति सुत्न पनि सक्दिनँ क्या। त्यो मतलब लिपस्टिक त बरु त्यति हुँदैन, सिन्दुर पोते चाहिँ मलाई एकदमै लाग्छ होइन। पाएको हो नि त, भाग्यले पाएको, लाउनुपर्छ। अनि त्यसपछि म चाहिँ टक्क टिका लाएँ। टिका लाएर टक्क रेडी हुँदैछु, एउटा टिकटक चाहिँ बनाउँछु भनेर होइन। म यत्तिकै 2 चुल्टी बाटेर म बडी टिप्नु पनि गएँ, पुरा कपाल अड्किरहेको कि। अनि म एकछिन नाच्न थालेँ खुसी भएर होइन। यस्तो भयो अयो, म आफै सानो कुरामा पनि एकदमै खुसी हुने मान्छे हो क्या। त्यही भएर ठुलो कुरो चाहिँदैन, म चाहिँ सानो कुरामा खुसी हुन्छु। अनि मैले बल्ल एउटा धागो भेटाएँ। अनि त्यो कपाल फुस्किँदै गयो। अनि म चाहिँ बाँध्दैछु। अनि बाँधेपछि मलाई चाहिँ कस्तो रमाइलो लाग्यो क्या। 2 चुल्टी बाट्दा त मलाई बच्चा खालको फिल आयो क्या होइन।